नमस्ते सबैजनालाई स्वागत छ कर्णरत्न इन्स्टिट्युसन्स अफ एडुकेसनमा सबैलाई टुडे we are going to do fourth semester geography. From the fourth semester geography we are doing fundamental of human geography. The name of the chapter is fundamental of human geography. From this chapter, I have taken one short topic, very interesting topic. The name of the topic is optimum populations. Optimum population, very important for your upcoming board exam. So, what is optimum populations? Optimum populations भनेको के भनेको? Optimum population भनेको चाहिँ के हो भन्दाखेरि कुन चाहिँ सिचुएसन हो भन्दाखेरि चाहिँ जहाँनिर चाहिँ रिसोर्सेस र पपुलेसनको चाहिँ ब्यालेन्स हुन्छ. रिसोर्सेस पनि ठिक्कै यहाँनिर पपुलेसन पनि ठिक्कै. जति पपुलेसनलाई चाहिन्छ रिसोर्सेस त्यो सबै अभाइलेबल हुनु त्यो कन्ट्री भित्रमा त्यसलाई चाहिँ भनिन्छ के भनिन्छ अप्टिमम पपुलेसन. A country यसको what is optimum populations, what is mean by optimum population भनेर आएमा चाहिँ यो लेख्नु सक्छौ तिमीहरूले. A country is said to be a optimum population where the population is balanced with the available resources. Resources भने के भनेको भनेको हामीले 11 मा पढ्यौं होला हैन. Resources means the things which are useful for the human being, that are called the resources. The things which are useful for the human beings, that are called the resources. कुनै पनि चिज कमोडिटीज हैन थिंग्स जुन चाहिँ ह्युमन बीइङलाई युजफुल हुन्छ, ह्युमन बीइङले युज गर्छ त्यसलाई नै भनिन्छ रिसोर्सेस. तर कुनै पनि चिज बिच ह्युमन बीइङलाई युजफुल हुँदैन त्यसलाई चाहिँ हामी के भनिँदैन रिसोर्सेस भनिँदैनौं. सपोज मानिलिऊ अब यो हिमालयन रिजनमा धेरै प्रकारको मेडिसिनल प्लान्ट्सहरु छ हैन, तर त्यो हाम्रो लागि रिसोर्सेस छैन. किन छैन भन्दाखेरि त्यसलाई हामीलाई त्यो थिंग्सलाई हामीले त्यसलाई रिसोर्सेसमा कन्भर्ट गर्नु सकेको छैनौं, हामीले युटिलाइज गर्नु सकेको छैनौं, ह्युमन बीइङको लागि युटिलाइज भएको छैन. त्यसै कारणले त्यो रिसोर्सेसमा हामी गनिदैनौं हैन. रिसोर्सेस भनेको त्यो हैन. अ कन्ट्री सेट टु बी अफ पपुलेसन्स, यो भयो तिमीहरुको रिसोर्स है. Populations where the population is balanced with the available resources. It is the state of equilibrium between the population and resources. अब यो इक्विलिब्रियम भनेको एकदमै ब्यालेन्स इक्वल दुईपट्टि दुई भागमा इक्वल जुन चाहिँ सिचुएसन आउँछ त्यति बेला चाहिँ के भनिन्छ हामी इक्विलिब्रियम भनिन्छौं हैन. It is a state of equilibrium between the populations and resources हैन. In
in the optimum population, all the needs or wants of the people were needs and the wants of the were sorry, peoples are satisfied होइन जति पनि पिपलहरूको वान्ट्स छ निड्सहरू छ होइन हामीलाई चाहिने जे चाहिन्छ त्यो कुराहरू सबै के हुन्छ यसमा सेटिस्फाई हुन्छ यो चाहिँ हो तिमीहरूको वाट डु यु मिन बाई अप्टिमम पपुलेसन भन्दाखेरि अब यसको कोही बेला क्यारेक्टरिस्टिक्स पनि लेख्नु आउँछ त्यसमा चाहिँ अब के लेख्छ भन्दाखेरि फर्स्ट क्यारेक्टरिस्टिक्समा चाहिँ के लेख्छ भन्दाखेरि यसलाई डेफिनेसनलाई मेटाइदिउँ लेखौँ अब अर्को क्यारेक्टरिस्टिक्स अफ optimum population number 1 मा लेखौँ resources are fully and efficiently utilized रिसोर्सेसहरु चाहिँ फुल्ली अनि एफिसिएन्टली TLY T एफिसिएन्टली अब युटिलाइज गर्छ अप्टिमम पपुलेसनमा अब यहाँनिर अर्को सिचुएसन कुन छ क्यारेक्टरिस्टिक कुन चाहिँ छ भन्दा पर क्यापिटा भनेको तिमीहरूको पर हेडलाई हामी अर्को के पनि भन्न सक्छौं पर क्यापिटा इन्कम इज भेरी हाई भनेपछि यहाँनिरको जनताहरु के हुन्छ एकदमै धनी हुनु पर्यो नम्बर 3 पर क्यापिटा इन्कम देखिनको नम्बर 3 मा यसको आउँछ हाई स्ट्यान्डर्ड अफ लिभिङ is maintained without the effect on रिसोर्सेसहरुलाई ओभर युज गर्दैन हैन हाई स्ट्यान्डर्ड अफ लिभिङ हुन्छ नम्बर 4 अझै थप्यो भने टेक्नोलोजिकली एडभान्स हैन टेक्नोलोजिकली एडभान्स हुनु पर्यो त्यो कन्ट्री जहाँनिर चाहिँ अप्टिमम पपुलेसन छ भन्नुको मतलब यो अन्डर डेभलप कन्ट्रिज र डेभलपिङ कन्ट्रिजहरुमा अप्टिमम पपुलेसन हुनु एकदमै गाह्रो छ यो अप्टिमम पपुलेसन कुन चाहिँ कन्ट्रिजहरुमा पाउँछौ भन्दाखेरि जहाँनिर चाहिँ के छ तिमीहरूको एकदमै कन्ट्रिज चाहिँ डेभलप छ पर क्यापिटा इन्कम हाई स्ट्यान्डर्ड अफ लिभिङ टेक्नोलोजिकली एडभान्स हामी टेक्नोलोजिकली एडभान्स छैनौं र त हामीले हाम्रोमा भएको मेडिसिनल प्लान्टहरुलाई फुल्ली युटिलाइजेसन गर्न सकेको छैन त्यसलाई रिसोर्सेसमा कन्भर्ट गर्न सकेको छैन स्ट्यान्डर्ड अफ लिभिङ पनि हाम्रो छैन हैन पर हेड इन्कम पनि हाम्रो धेरै नै कम्ती छ हैन यो चाहिँ हो तिमीहरूको optimum population को characteristic. So thank you all. Thank you for watching my channel. Please do subscribe and share my videos. Thank you very much.